फाइनली हम इधर पहुंच। ओके गाइस, तो फाइनली हम लोग आ चुके। कुकरमा सेलाउँछ फेरि अहिले एकछिन ढकेर राखौँ। खाँदैछौँ होइन, तातो छ क्या हो। लौ नानी ल। हेलो गाइस, वेलकम टु आवर साथी हामी साथी च्यानल। नमस्ते सबैजनालाई, सबै आरामै हुनुहुन्छ होला। हाउ आर यु एभ्रीवन? फाइन। सो आज हामी चाहिँ एकदम स्पेशल ठाउँमा जाँदैछौँ है साथी। अनि त्यो ठाउँको चाहिँ अहिले अन्तिमसम्म हाम्रो भिडियो हेरिदिनु होला। हामी चाहिँ रेडी भएर अहिले चाहिँ यस्तो गेटअपमा छौँ। केही चेन्ज भएर हामी पक्कै पनि हजुरहरू सामुन्ने आउनेछौँ, तर केही समयपछि। ओके, अभी हम रेडी होने जा रहे हैं। तो रेडी होने के बाद हम लोग फिर से आएंगे और बताएंगे कि हम लोग कौन सा जगह पे जा रहे हैं। पूरा भिडियो लास्ट तक जरूर देखिएगा। हेलो गाइस, सो फाइनली हामीहरु चाहिँ रेडी भइसकेका छौँ। अब हामी रेडी भएर कहाँ जान्लाको भनेर सोच्नु होला। हामी चाहिँ रेडी भएर जाँदै छौँ बाप मन्दिर अबुधाबीको हिन्दू मन्दिरमा जाँदै छौँ। के साह्रो गरम। सबैजनालाई हामी चाहिँ ड्युटीबाट आफ्नो ड्युटी सकाएर अनि त्यस पछाडि थकान महसुस नगरिकन हामी चाहिँ अहिले एकदमै एक्साइटेड मोडमा साथी र म चाहिँ जाँदैछौँ। हामी चाहिँ हिन्दू मन्दिर, युएईको एकदमै ठुलो होइन, अबुधाबीमा रहेको हिन्दू मन्दिर, धेरै खास एकदम पुरानो पनि होइन, ठिकै नयाँ हो होइन। त्यो भएर चाहिँ हामीलाई एकदम भिजिट गर्न मन लागेको। स्पेसली साथी त गइसक्नु भएको थियो, तर म चाहिँ गएको छैन, मेरो चाहिँ फर्स्ट टाइम हो। कस्तो रहेछ, हामी चाहिँ अहिले ठ्याक्कै युएईको अबुधाबी सिटीबाट, क्यापिटल सिटीबाट चाहिँ ठ्याक्कै विमार्टनिर सलाम स्टेट, विमार्टबाट इलेक्ट्रा पार्कको पछाडि मस्जिद छ, मस्जिदनिरको बस स्टपमा आएका थियौँ। त्यस पछाडि हामी चाहिँ बस आइहाल्यो क्या हामी आउँदा आउँदै। अनि त्यस पछाडि फोटो भिडियो बनाउन नि पाइएन, एकदम हतार किनकि टाइम त म्यानेज गर्दै आएको थियौँ। आउँदा आउँदै अब अलि लेट भयो अनि ठ्याक्क बस आइपुग्यो क्या। अनि त्यस पछाडि हामी चाहिँ बसमा चाहिँ चढिहाल्यौँ के। 201 बस आइहाल्यो, एकछिन पनि रोक्दैन नि त यहाँको। फेरि बसको ओइ पक गाडी भनेर भन्नु मिल्दैन। अनि त्यस पछाडि चाहिँ हामी चाहिँ त्यो बसको लागि चढिहाल्यौँ कि। अनि चढेर कार्ड पञ्च गरेपछि डोर बन्द भइहाल्छ। अनि हामी टक्क सिटमा बस्यौँ दुईजना। अनि त्यस पछाडि अहिले चाहिँ हामी सर यात्रा गर्दैछौँ। हेर्नुहोस् त बाहिरको एकदमै राम्रो हाम्रो रमणीय ठाउँ। अनि त्यस पछाडि मेरो साथी यता बस्दै हुनुहुन्छ राम्री भएर चिटिक्क भएर। अनि हामी चाहिँ मन्दिर जाने भनेर ठ्याक्क स्पेसल के भन्छ यो के कलर, श्रावण स्पेसल ग्रीन कलर लगाएर ग्रीन कलरको कुर्ता पनि लगायौँ। त्यसपछि हामी दुईजना टक्क रेडी भएर हेर्नुहोस् त। अनि दुईजना चाहिँ हामी टक्क परेर जाँदैछौँ मन्दिर। अब हामी लगभग 30 मिनट हिँड्यौँ, 10 मिनट जति हुन लाग्यो होला गाडीको यात्रा। अब यस्तै हामी अब एकदम कुराकानी गर्दै साथी र म बोरिङ पनि हुँदैन होइन। दुईजना गएपछि साथीलाई निन्द्रा पनि लागे जस्तो छ, पनि गर्नु भएको छ। तर म चाहिँ एकदमै एक्साइटेड, किन भन्दा म पहिलोचोटि जाँदैछु, त्यो भएर ऊभन्दा म बढी एक्साइटेड म पनि छु साथी। पछाडि हामीले हरियो लुगा चाहिँ यतैको मार्केटमा किनेको। कस्तो छ त, हाम्रो दिदी बहिनी सपमा किनेको, तपाईँहरूलाई त थाहा नै होला नि है। हाम्रो पनि राम्रो पनि दिदी बहिनी सप, दिदी बहिनी फेसन अबुधाबीमा छ। नेपाली फेसन कपडाहरू सबै पाइन्छ क्या, कल्चरलदेखि लिएर सबै। अनि त्यहीबाट हामीले पनि यो ट्याक्क गयौँ अनि चुज गऱ्यौँ, एउटा दुईवटा चुज गऱ्यौँ। त्यसपछि हामीलाई ट्याक्क यही मन पऱ्यो, हामीले यही उठायौँ। अनि हामीले आज टक्क लगाएर आज हेर्नुहोस् त जाँदैछौँ। एउटै छ है हामी दुईजनाको, किन भन्दा हामी साथी हो नि त, त्यही भएर हामी साथी हाम्रो साथी च्यानल पनि हाम्रै हो। त्यो भएर हामी जस्तो नाम त्यस्तै काम पनि गर्दैछौँ। अनि यो बस कार्ड युज गर्नुपर्छ ल। बस कार्ड ट्याप गरेपछि डोर बन्द भइहाल्छ होइन, अटोमेटिक। अब अहिले यो बस कार्ड युज गर्नुपर्छ, यो बस कार्ड युज गरेर जाने ठ्याक्क खुल्छ। एकदमै सजिलो, पब्लिक बसमा हिँड्नलाई हुन्छ नि, सार्वजनिक बसमा कसरी हिँड्ने भनेर टेन्सन मान्नै नपर्ने क्या। एकदमै सजिलो यात्रा है। हामी अब दिदी बहिनी गफ गर्दै जान्छौँ, साथी भने पनि दिदी बहिनी भने पनि हामी अब मन्थन गर्दै जान्छौँ। फाइनली हामी चाहिँ यो ठाउँमा आइपुगिसक्यौँ है। म त
चाहिँ गाना गाउँछु, तिमी भन न। अब जिन्दगी सरर मोटर गाडीमा। कस्तो राम्रो गीत, फेरि गाउनुहोस् न। अब जिन्दगी सरर मोटर गाडीमा। अब जिन्दगी सरर इन्जिन गाडीमा। इन्जिन गाडीमा। चिल्लो बाटो छ यहाँ त गाडी कुद्दैछ हररर। हम अभी इधर एस आइलैंड जाने वाला रोड में आ रहे, देखिए कितना अच्छा व्यू आ रहे, देखिए कितना सरर हरर वाला ग्रीनरी। तो फिर और दूसरा वाला कटिंग करके कितना अच्छा बनाया वाला रूफ आ गया साथी। हरर। ये किधर का रोड आपको पता है? नहीं, किधर का? ये एस आइलैंड जाने वाला रोड। हम अभी उधर जा रहे हैं, अभी एस आइलैंड आने वाला है, नजिक हो गया एस आइलैंड का। हामी आइसक्यौँ, कतै घाम छ कतै फेरि घाम लागेको छैन है। तर एसी मुनि गाडीमा एसी हुँदो रहेछ, अनि तर एसीमा बसेपछि त आनन्द फिल भएको छ है। तर हामीलाई गर्मी भएर अनि झन् मैले त नयाँ जुत्ता यसरी बोक्नु पर्यो, यी चप्पल फुकाएर। हेर्नु त कति खुट्टा दुखाएको यसले त मलाई। अब के गर्नु, डल्लो छु हाइट नभएपछि, तर खुट्टा दुखाएपछि साह्रै गाह्रो गरेर बस्नु। मैले नि फुकालेको छु, फुकाल्न चाहिँ ढिल चाहिँ लगाएको छैन, तर फुकालेको छु। तर पनि कस्तो कम्फर्टेबल भएको फुकाउँदा। अब हिँड्नु पर्दा त गाह्रो हुन्छ होला है, तर हामी जान्छौँ, एकदम रमाइलो लागिरह। अनि अब उपर खुट्टी लाएर बस्नु पर्यो। ल जसरी बसे पनि बस्नुहोस्, एकदम कम्फर्टले बस्नुहोस्, एकदम महारानी चाहिँ बस्नुहोस् तपाईँ। ल हेर्नुहोस् त मेरो साथी, ओहो कति राम्रो देखेको क्या आज त डिफ्रेन्ट लुक्समा। ल हाँसो पनि बेग्लै छ हौ। ल हेर्नुहोस् त, यस्तो कार्डमा आउन मिल्छ है। हामी चाहिँ यहाँ बस्नुहुनेलाई असहज परिरहेको छ भने जानको लागि यो कार्ड एउटा लिनु होला। यो चाहिँ हामीले लुलुबाट लिएका छौँ। यो देख्नुहोस् त, लुलु मार्केटमा किन्न पनि पाइन्थ्यो क्या त्यहीँबाट, अनि रिचार्ज पनि हुन्छ, अनि त्यस्तो सजिलो हुन्छ क्या। कति हाई गर्नु हो मेरो साथी त, एकदम हाई देखा त। अब यसरी हेर्नु त, आफ्नै गाडी जस्तो सुतेर गए नि भयो, उठेर गए नि भयो, बसेर गए पनि भयो। म त सुत्दिन्छु ल, जेसुकै होस्। यति आनन्दले एकै ठाउँमा सिट पाइयो, साथीले पनि मैले पनि एउटैमा पाइयो। कति आनन्द भयो है, आनन्दले बसेर बाहिर हेर्दै हिँड्दा त कति रमाइलो। हेर्नु न रोड एकदम रमाइलो छ। कति राम्रो ठाउँहरू पनि। डेयरफिल्ड्स मल आयो साथी, डेयरफिल्ड्स मल हो। मैले पहिला यहीँ काम गरेँ हो नि, डेयरफिल्ड्स मलमा। हो र, यति टाढा आउनुहुन्थ्यो? साबियामा बस्थेँ नि त म। लास्टै खतरा क्या, यति टाढा पनि आउने क्या, तर हाई गर्दै आउने। साबियामा बस्थेँ नि त त्यति बेला। हेर न है, चिटिक्क परेको भिल्ला पनि रहेछ, कति राम्रो घरहरू है, सानो घर। भूकम्प आयो केही नभए कति आनन्द, डर पनि। यता त पुरै भिल्लै भिल्ला हो नि साथी, केही पनि डर भर केही छैन। कति राम्रो फराकिलो ठाउँहरू, अनि त्यस्तै गएर फेरि कतै बालुवाहरू, कतै होइन डेजर्ट भनेर पुरै भन्नु त मिल्दैन। कति राम्रो यस्तोमा पनि हेर्नु न, हरियो रुख बिरुवा चाहिँ कस्तरी बनाउनु भएको होला यतातिरको मान्छेहरूले है। खत्रै हो क्या है मान्छे चाहिँ। अब हामी चाहिँ अहिले आइपुग्यौँ डेयरफिल्ड्स मल अगाडि। सो साथीहरू, हम अभी सामहा का लास्ट स्टेशन में आ गया है। अभी हम दूसरा बस के लिए वेटिंग में है। वो दूसरा बस 6:10 में पहुंच जाएगा इधर, इसीलिए हमको थोड़ा टाइम नहीं, ज़्यादा टाइम, लंबा टाइम बच रहा है, इसीलिए हम अभी इधर ही वेट करना पड़ेगा, क्योंकि हम इधर से दूसरा बस में जाने के लिए हम वेट करना ही पड़ेगा ना। अभी तो 5:35 हो गया, इसीलिए 6 बजे के 10 मिनट तक वेट करना तो बहुत लॉन्ग टाइम है ना, इसीलिए हम वीडियो में एंजॉय कर रहे हैं। अभी हम नाचेंगे, डांस करेंगे, गाएंगे, सब कुछ करेंगे। खाने के लिए कोई जगह नहीं है इधर। सो यहाँ चाहिँ नि पुरै भिल्लाहरू मात्रै छ, पुरा भिल्ला रहेछ। हामी त त्यही हेरेर एन्जॉय गर्दै एकदमै भिल्ला, रमाइलो ठाउँ छ, एकदमै इन्जोय गर्न मिल्ने। तर हावा पनि लागिरहेछ सरर। आऊ साथी, सरर, एकदमै रमाइलो छ। अब हामी चाहिँ यहाँ उत्रिसकेका छौँ। अब
अर्को बस आउँछ अनि अर्को बसमा चढेर डाइरेक्ट हामी पुग्छौँ मन्दिर। यस्तो गऱ्यो भने त सल त उडाएर उता लैजान्छ 223 गाड़ी में चढ़ गए हैं मंदिर पहुंचने के लिए। मंदिर जाने को लागि चाहिँ 223 गाडी आयो, हामी चाहिँ चढ्यौँ सानो कुन्टु गाडीमा। अब डाइरेक्ट हामी मन्दिर गएर ओर्लिन्छौँ होइन त साथी? हामी त्यहाँ आएर झन्डै आधा घन्टा चाहिँ वेट गऱ्यौँ यो गाडीको लागि। त्यस पछाडि यो गाडी सरल उताबाट आयो, त्यस पछाडि हामी चाहिँ खललर चढ्यौँ, टक्क गाडीले रोक्यो, त्यस पछाडि यो गाडी पञ्च गऱ्यौँ। त्यस पछाडि हामी एकदम भिडियो बनाउने तालमा त हामी त भनौँ न गाडीमा चढ्ने आयो भएछ, हामी एकदम छिटो छिटो चढेछौँ। तर आफ्नै गाडी जस्तो कोही पनि छैन, हामी दुईजना मात्रै गाडीमा चढेका छौँ। यति रमाइलो भइरहेको छ। अब हामी एक्साइटेड हुँदै हाम्रो मन्दिरतिर लाग्यौँ। साथीहरू मन्दिर आयो, हामी चाहिँ मन्दिर आइपुग्न लाग्यो। ए हो त्यही मन्दिर हो, आइसकेछ। ल कति छिटो, मलाई थाहै थिएन। एकदमै सुपर फास्ट बस, एकदमै एक्सप्रेस रहेछ। थैंक यू सो मच ब्रदर, आपने हमको जल्दी लेकर आ गया इधर, इसीलिए हम जल्दी पहुंच गए मंदिर में भी। आ गए। अभी हम थोड़ा 15 मिनट चल के जाना हो और कितना मिनट लगेगा मुझे पता नहीं है, आई एम फर्स्ट टाइम। यसरी पहुँच गर्ने, त्यस पछाडि हामी टुक्क गरेर यसरी झरेर हामी चाहिँ फाइनली बसबाट ओर्लियौँ। बसहरू यति रुडिरहेको त बस स्टेसनमा त्यो फ्री पनि पाइँदो रहेछ। अहिले हामी यसबाट चाहिँ जानुपर्छ, यो बसबाट चाहिँ जानुपर्छ अहिले। अब बसबाट ओर्लियौँ होइन, अब बसबाट थोरै हिँड्नुपर्ने हुन्छ होइन। अब यो कार्डहरू पनि थन्काउनु पर्यो, अब त भित्र घुम्नुपर्ने हुन्छ। यहाँ राखेँ मैले चाहिँ कार्ड। त्यस पछाडि पानी थोरै म पनि पिउँछु नि। हस् साथी, पानी पिउँ अनि हामी जम सरर मन्दिर आइपुग्यो। कहाँ मन्दिरै देखेँ होइन, अलि देखिने ठाउँमा जाँदैछौँ होइन। मन्दिर अलि हाइट सोटो छ, अलि यस्तो गरेर हेर्नु त देखिन्छ। मन्दिर दर्शन, हामी मन्दिर जाँदैछौँ। त्यस पछाडि चाहिँ हामी मन्दिर जाँदैछौँ। मन्दिर त्यहाँ जानको लागि अलिकति यसरी हिँड्नु पर्ने रहेछ होइन। बसबाट ओर्लेर अलिकति हिँड्नु पर्छ। ओर्लेर हामी हिँड्दैछौँ। अब लहर अब एकदमै जाँदै गर्दाखेरि कति मिनटमा पुग्ने हो। हामी ठ्याक्कै गेटमा पुग्न लाग्यौँ है। अब गेटमा त्यहाँ पुगेपछि त्यहाँबाट हामी भित्र जान्छौँ अनि मन्दिर दर्शन गर्छौँ। चाडा पाँचवटा कतिवटा देखियो, गजुर हो कि के भन्छ त्यसलाई, मन्दिरको गजुर होइन होला नि। सो फाइनली अब चाहिँ हामीले चाहिँ हिजो नै बुकिङ गरेर राखेको थियौँ होइन टिकट। अब चाहिँ यहाँनिर लेखेको रहेछ रजिस्टर भिजिटर्स ओन्ली। रेजिस्टर गर्नै पर्छ, भिजिटरको रेजिस्टर गरेर नै आउनुपर्ने हुन्छ। अनि त्यही भएर हामीले चाहिँ हिजै रेजिस्टर गरेको थियौँ। सबै आइडीहरू राखेर, पासपोर्टहरू सबै राखेर। अनि यहाँ पनि एमएलएस आइडी माग्छ, यहाँ पनि दिएर अब हामी भित्र छिर्दैछौँ। यो चाहिँ रजिस्टर्ड भिजिटर्स ओन्ली। यहाँ आइपुग्यौँ है त हामी। यहाँबाट अहिले भित्र जाँदैछौँ। एकदमै आनन्द फिल भइरहेछ अहिलेदेखि मलाई है। ओके गाइस, तो फाइनली हम लोग आ चुके हैं मंदिर के अंदर। तो अभी मंदिर के अंदर हम लोग जा रहे हैं दर्शन करने के लिए। मंदिर दर्शन है, इधर गंगा आरती भी हो जाएगा शाम को। अभी 7 बजे लगता है गंगा आरती। अभी तो स्टार्ट हो गया लगता है। इधर पिक्चर भी अभी जाएंगे, देखेंगे कैसा है सब। मंदिर बहुत बड़ा और बहुत अच्छा है मंदिर। अभी शुरू हो गया हमारा मंदिर जर्नी। अभी चलते हैं हम। इधर पानी भी दे रहा है थोड़ा, 1 कप पानी भी लेंगे हम। हाँ, 1 कप पानी लेंगे। इधर पानी भी फ्री में मिल जाता है। हाँ, 1 पानी लेंगे। ओके, सो फाइनली हामीहरू चाहिँ मन्दिरको नजिकै आइपुग्यौँ। अब कति धेरै सबै मान्छेहरूको भिडभाड पनि रहेछ। आज सायद सन्डे भएर होला है। सन्डे भएर फेरी टेल के भन्छ यो हाउस जस्तै होइन, भित्र चाहिँ मन्दिरको स्टोरी सुन्न पाइन्छ अरे। गङ्गा आरती पनि सुरु हुने बेला भएछ। गङ्गा आरती पनि सुरु हुने बेला है। हामी पनि हेर्न पाउने भयौँ किनकि हामी ठ्याक्कै त्यही टाइममा आइपुगेका छौँ। अनि के भन्छ अरे, यता जुत्ता यता खोलेर अनि त्यहाँबाट अहिले हामी ठाउँ आएन।
आयो हामी होला चाहिँ मन्दिर त्यहाँ छ तर हामी यसरी चाहिँ त्यो जब एन्ट्री भयौँ इन्ट्रान्सबाट आउँदाखेरि चेकिङहरू लाइनहरू सकिएर अलिकति यसरी घुमेर यताबाट मन्दिर चाहिँ हानेर रहेछ। अब हामी चाहिँ त्यहाँ पुग्दैछौँ, केही स्टेप पछि फेरि पुग्नेछौँ, छिट्टै पुग्छौँ होला होइन। झर्ना पनि कति राम्रो रहेछ त्यहाँ, तर मान्छेहरूको भिडभाड छ है। झर्ना जस्तै पानीको सोर्स रहेछ त्यहाँ पनि। आहा राम्रो देखियो त मन्दिर त। ठ्याक्कै कस्तो राम्रो है। कति राम्रो मन्दिर। 1 2 3 4 5 6 7 8 9 गजुर 10 गजुर रहेछ, छोटो छोटो गरेर के है। कस्तो राम्रो देखिएको है मन्दिर। ल मान्छेहरूको भिडभाड पनि निकै रहेछ किनकि आज आइतबार पनि छ होइन, त्यो भएर होला है साथी। कति राम्रो भिडभाड। आइपुग्यो त्यहाँनिर के हो रहेछ, फोटो खिच्ने ठाउँ पनि रहेछ एउटा। फाइनली हम इधर पहुंच गए मंदिर में। मंदिर का डिजाइन भी मंदिर में पहुंच गए। बहुत अच्छा है, बहुत बड़ा मंदिर है, बहुत अच्छा है। बहुत अच्छा लगा। मंदिर का डिजाइन भी बहुत अच्छा देख रहे हैं, कितना गजुर भी अच्छा है। हम बहुत दोनों एंजॉय कर रहे हैं इधर। अभी चप्पल हम नीचे निकाल के आए विदाउट चप्पल। अभी इतना चलने का भी इतना मजा आ रहा है, पैर भी दर्द नहीं अभी है। अंदर जाएंगे, अंदर जाने के लिए प्रिपेयर हो रहा है। अंदर जाके देखेंगे, अंदर जाके हम देखेंगे। ओके साथीहरु, हामी चाहिँ अहिले भित्र मन्दिर दर्शन गरेर आयौं। अब चाहिँ हामी राम्रो सबै भगवानहरुको एउटा एउटा मूर्ति कुदेर सबै हरेक ठाउँमा एकदमै राम्रोसँग राखिएको रहेछ हैन। त्यसपछि अब हामी चाहिँ यता के भन्छ अरे एकचोटी राउन्ड लगाउँछौं हैन। एकदमै आनन्द आयो, एकदमै राम्रो लाग्यो। यहाँ आइपुगेपछि एकदम हुन्छ नि मन्दिरमा जाँदा कस्तो भाइब्स आउँछ त्यस्तै आयो है हामीलाई पनि। सो फाइनली साथीहरु, हामी चाहिँ मन्दिर गएर आइसकेका छौं र अहिले भोक लागेर कहाँ आएको छौं रे साथी? हिमालयन प्यालेस ग्रिल रेस्टुरेन्टमा आएका छौं। यहाँ चाहिँ हाम्रो सबै भेराइटीहरु मिल्छ। हामी चाहिँ कहिलेकाहीँ सेलिब्रेट पनि गर्छौं हैन। हाम्रो चाहिँ मेनु रहेको छ, त्यही भएर अब हामी यहाँ मेनु हेरेर हामी केही खान्छौं। हामी चाहिँ अब मन्दिरबाट फर्केको तर भोक लाग्यो, के गर्ने त हैन। त्यही भएर हामी चाहिँ यहाँ पसेका छौं। खाना टाइम पनि भएन। हामी कहाँ आएका छौं? माथिल्लो तलामा सेकेन्ड फ्लोरमा पर्छ। एकदमै राम्रो। अब हामी अर्डर गर्छौं है त, अर्डर गर्छौं अनि त्यसपछि खान्छौं अनि त्यसपछि जान्छौं। यही हो हाम्रो चाहिँ नि।
एउटा थकाली खाना चाहिँ आइपुगिसकेको छ आइसक्यो मेरो चोइस। अनि मेरो साथीलाई चाहिँ कुकर मोमो खुवाउनलाई फेरि मैले ल्याएको स्पेसली यहाँको कुकर मोमो एकदमै मिठो हुन्छ होइन, त्यो भएर चाहिँ कुकर मोमो आउँदैछ। ममा आयो, ए उल्टो भएछ एकछिन। ममा आयो ल। आयो ममा आयो, ममा आयो ल। ममा आयो, प्रेसर कुकर ममा आयो। आयो खोलेपछि के साथी 1 2 3 वाउ क्यामेरै ढाक्यो। मोमो आयो मोमो। यसलाई भन्छन् कुकर मोमो, प्रेसर कुकर मोमो। ल कुकर मोमो सेल आउँछ फेरि अहिले, एकछिन ढकेर राखौँ। अनि सर्भ गरिसकेका छौँ यसमा प्लेटमा। साथीको उता छ, मेरो उता छ। खाऊ त, खाएर खाँदैछौँ होइन, तातो छ क्या। दामी छ है, एकदम मिठो छ, एकदम मिठो लाग्यो मलाई पनि। हो कतिवटा टेस्ट गरिसक्नु हो ल नानी ल। ओके साथीहरू, आजको लागि चाहिँ नि हाम्रो ब्लग यहीँ नै इन्ड गर्छौँ। हामी मन्दिर पनि गएर आयौँ, खाना पनि खायौँ, अब चाहिँ घर गएर सुत्छौँ। आजको लागि ब्लग यति नै। आजको लागि हाम्रो मन्दिर ब्लग यहीँ अन्त्य गर्छौँ हामी। आजको लागि ब्लग यही इन्ड गर्छौँ हामी। अनि सबैले हाम्रो च्यानललाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, अनि कमेन्ट पनि गर्नु होला, र साथसाथै सब्सक्राइब पनि गर्नु होला, र बेल आइकन पनि दबाउन नबिर्सनु होला भन्दै आज यही ब्लग इन गर्दै हामी चाहिँ जान्छौँ। गुड नाइट, नमस्ते, बाई बाई, थ्याङ्क यू फर वाचिङ।